Namaste everyone, खोला तरिदैछु म। वेलकम ब्याक टु आवर युट्युब च्यानल। म धेरै त बोल्दैन अनि आज चाहिँ हामीहरू कहाँ जाम भन्दाखेरि आँप टिप्नको लागि गइरहेको छौं काक्रे बिहारतिर। अनि हामीहरू आँप टिप्छौं त्यहाँ गएर, अनि पछि भेट्यो भने टिप्छौं, नत्र त्यहाँ आधी आउँछन्। अनि भ्लगलाई चाहिँ हेरेर माया साथ सपोर्ट गर्नु होला, हेरिदिनु होला, इन्जोय गर्नु होला भन्न चाहन्छु। अहिले चाहिँ हामीहरू शिव मन्दिर पुगेका छौं। हेर्नुस् त्यो शिव मन्दिरको त्यो अनि हिँडिरहेको छौं। ओए काफलको रुख हो त्यो, यो खासै त आँप छैनन् रहेछन्। त्यस्तै त छ यो आँप, काफलको रुख जस्तै देखिया नि। हेर्नुस् त आँप हेर्नुस् त गाइस। अनि अहिले हामीहरू त्यहाँ पुगिसकेपछि म फेरि भ्लग स्टार्ट गर्नेछु। हेर्नुस् त केक यता पनि रहेछ नि आँप। सो अब चाहिँ हामीहरू पुगिसकेका छौं काक्रे बिहारको जङ्गलमा। अनार चाहिँ चोरेर खाएको है, चोरी चाहिँ त्यो आन्टीले लास्टै गाली गरेको छ क्या हामीलाई। यति राम्रो काम गरेछ त गाली खानु पर्यो। गर्नु भएछ के त्यो गर्नु छ। यता हाम्रो हुनुहुन्छ म्याम, उता हुनुहुन्छ अर्को म्याम, यता छ फुच्चे, यो खालि चले गर्ने आजको स्टाइल। अनुसार हाम्रो भनेर नगर्नु त्यस्तो। अब हामीले यति धेरै हिँडेर बाटो कटाउनु पर्ने छ। यति कटाइसकेपछि बल्ल भेटिन्छ आँप टिप्ने। कस्तो दामी देखिन्छ यस्तो न क्या, यताबाट यसरी कि माथि हेर्दा के सोध्नु न त्यो केक गेडा हो, गेडा राम्रै। हेर्नुहोस् मेरो दिदीहरू, त्यो केटोमा चाहिँ गाडी केटो छ अनि दिदीहरू केटो बेर्न जानुभएको छ। हेर्नुहोस् गाइस, चोरहरू खजुरी खोज्न गएछन्। उता देखाऊ, उतै त देखाएको छु। अनि त्यसै के यता खजुरी भेटिएछ क्या हो त नि। के 3-4 वटा गेडा खालि मुखमा गेडा मात्रै निस्किन्छ यार। खजुरी यति गेडा बेटा देखिन्न। केही नि हुन्न यत्रो बेला। पागल बाउला साइको जस्तो नगर्छ, लगाइ चाहिँ हामी यहाँ काक्रे बिहार मन्दिरसम्म पुगिसकेको छौँ। लास्टै भोग लागेर हामी नास्ता खान रोक्यौँ है, चौतारामा बसेर हावा खाँदै। हेर्नु काङ्ग्री बिहार घुम्न आउनुलाई गाई चुता देखाउन। यहाँ यस्तो दामी ठाउँ छ, यदि हजुरहरूलाई आउने मन छ भने आउन सक्नुहुन्छ। तर यस्तो गर्मीमा चाहिँ नआउनु होला है, बाटोमा बियो सुने सम्भावना बढी छ। गाडीले चाहिँ चाउचाउ लिएर आइजानु। यहाँ हाम्रो म्याडमले चाउचाउ लिएर आइसक्नु भयो। नभए के हामीले भएन के तेरो म खान्छु। यत्रो यस्तो गर्मीमा पनि यत्रो भिड छ है, बाफरे मान्छे।
सिक्किमको मान्छे हुनुहुन्छ भने बुलबुले घुम्न आइदिनलाई गरम स्टार्ट छ ए आँप टिप्ने भनेर आएको तर एउटा पनि रुख नदेखेर हाम्रो हालत खराब भएछ वा बल्ल बल्ल पानीको बेचे अब त ल सास आयो है मेरो त म खान्न सुत्नु पनि लैदिउँ न त होइन मेकअप लाग्नु जस्तो लाग्छ ल मुलको पानी आउँछ मुल हो सधैँ आइरहेको छ विश्वास नगरे मात्र गाली गरे मायाले गाली गरे है गौतम बोल्दिनै ए हेर्नु मुख दिन लाइचियो पागलले खर्चा गर्यो अब आफू भेट्ने हो कि नाइ कस्तो टेन्सन भइरहेको हुन्छ तँलाई ओ यार भिडियो मलाई त म कहाँ जाम हे भगवान जस्तो लाग्छ यार वाउ ओ माय गॉड सके त फेरि अब यहाँबाट कुद्दै जानुपर्ने हुन्छ अब हामी आइसकेको छौँ अबे ए यता आप रेखु त यही जान सक्छिस् यही टिप्दिउँला ऊ त्यही थियो जानलाई रेडी म त गल्दिम म सक्दैन क्या हो हजुर किन ल ए बिस्तारै जाऊ है लोटोला फेरि प्लान सक्सेस जस्तो लाग्छ तपाईँ जानु म जान्न म सक्दैन हुँदै जान त्यो आयो के अब भाइले जान्छन् हामी चाहिँ त्यो हाँगामा नपाएर अर्को ठाउँ जान लागेको कतिजना खाने हुन् त्यो भैमा टिपेको त्यो पनि तितो हुन्छ अरे यस हामी त आफ्नो गन्तव्यमा लागिसक्यो के गरौँ त्यत्तिकै आज दुःख पाइयो ऊ हाम्रो हिरो चाहिँ हेर खाँदैछ यो यसको त खाने मात्र काम नटिपेछि न केही भुइँको टिप्चियो तिमीहरू त्यहाँ गएर हेर न खैल्या न गौतम मान्छु एकचोटि
इन्ट्री भइसकेको छ हेर्नु है। अब फेरि त्यसले फेरि उडाइदिन्छ सिधै आफलाई। एक दाना झारेन त्यसै लास्ट जान्छ यसले। कठै बिचारी बरु यसले केही गर्छ अरू त। अब चाहिँ हामी खान लाग्यो फेरि क्या अचार सकिन लागिसक्यो यता ए फुटेको वाला छैन हेर्नु न आपका केरा पनि कत्रा खाने के ए अर्का थिए त कि हामीले खाने यिनी हो यिनी टिपेका थिए कति टिपेको यति घुइँचो छ कि आप टिप्नेको पुरै छोडिदिनु कि जुम गरेर देखाइदिन्छु ए पुरै आप टिप्ने हो कि अब नआउनु होला कोही पनि कस्तो यति धेरै मान्छे आधी टिपी त्यही पनि यति गराएन यो भुइँमा खसेको यो चाहिँ रुखबाट झारेको यति भयो धेरै भएन त्यसको लागि अस्मिता हाम्रो पारा आइदिनुहोस् त है फेरि मेरो यहाँ छ भ्याइसक्यो हल्का गाली गर्न त्यसलाई हेर्नु न त्यहाँ ऊ लिची माई गॉड पाइदिएको भए त कति हुन्थ्यो दाइ सिङ्गल ट्रिप भेट्यौँ अब सिङ्गल ट्रिपतिर जाँदैछौँ है हामीहरू ओ यता माथि छाता छ त ढुङ्गामा होइन न ओ सिङ्गल ट्रिप त्यो अरे हो सिङ्गल ट्रिप अनि हामीहरू यता छन् खाइरह पिकनिक हामीहरू आप्पाटी लिएर जानु ओ तिम्रो बा अब मऱ्यो एउटा सिङ्गल ट्रिप छ देख्नुभयो अब म गीत गाउँछु ए छाता लैगो उता टेबल बन्द गरेको गाम लगाए ए कान्छा सुनको तारा खसाइदेऊ न त्यो तारा मात्र होइन जुन पनि झारिदेऊला ए कान्छा मलाई सुनको तारा खसाइदेऊ न त्यो तारा मात्र होइन जुन पनि झारिदेऊला गाई गोरु माथेर छिट्टै भेट्न आउन बाटैमा रात पर्ला उज्यालोमै आउन अब हिन्दी के रे स्वर अड्किन्छ आज आउँछ रे ल लख समझाऊ मैं तो सुनियो लख समझाऊ मैं तो दिल समझ नहीं पाता मांगे पाता हो क्या पाता यो कि पाता हैन भन्छन् तर यो दिल समझ नहीं पाता मांगे पाता मांगे मांगे पाता तेरे सोना था तेरा वे झूठा रंग में झूठा